scientific reason behind the black coffee theory. तिमीलाई लाग्न सक्छ यो एउटा रहस्यमय अभिव्यक्ति मात्र हो। यो एउटा वास्तविक विज्ञानदेखि प्रमाणित भएको छ। 1987 मा हार्वर्ड रिसर्चर ड्यानियल वेंगरले एउटा एक्सपेरिमेन्ट गर्नुभयो। त्यो एक्सपेरिमेन्टमा 2 ग्रुप्स अफ पार्टिसिपेन्ट्स लिनुभयो। एउटा ग्रुपलाई उहाँले डोन्ट थिंक अबाउट व्हाइट बियर भनेर छोडिदिनु भयो। अनि जब तिमीले व्हाइट बियरको बारेमा सोच्न थाल्छौ, कल्पना गर्न थाल्छौ, त्यति बेला तिमीले डेस्कमा भएको घण्टी बजाऊ भनेर छोडिदिनु भयो। अनि त्यो ग्रुप अफ पिपलले कन्स्टेन्टली बेल बजाइरहेका थिए। र यो एक्सपेरिमेन्टको फलोअपमा जुन ग्रुपलाई व्हाइट बियरको बारेमा सोच्दै नसोच भनेर भनिएको थियो, तिनीहरूले नै बढी भन्दा बढी व्हाइट बियरको बारेमा सोचे र कन्स्टेन्टली सोचिराखे। र यो एउटा आइकनिक प्रोसेस थ्योरी बन्यो। द डेलिबरेट अटेम्प्ट टु सप्रेस अ थॉट विल अनइन्टेन्सनली एम्प्लिफाई इट। मतलब कुनै पनि विचारलाई जानी जानी दबाउन खोजियो भने त्यो विचार अनजानमा बढ्न सक्छ भन्ने यो थ्योरीको जिस्ट हो। र अब यो थ्योरी बुझिसकेपछि तिमीले थाहा पायो होला तिम्रो जीवनमा किन तिमीले नचाहिएको कुरा मात्र आकर्षित गरिरहेको छौ भनेर। ड्याङ म्यान, यो थ्योरीको मेन कुरा भनेको चाहिँ हामीले लाइफमा जेमा फोकस गर्छौं त्यही कुरा नै हामीले पाउँछौं हैन त। कसरी थाहा पाउँछ यार ब्रो यस्तो कुराहरू निकुञ्जको पेजमाबाट मैले सिकिरहेँ।